हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो। अनि आजको भिडियोमा चाहिँ मैले हजुरहरूले आफ्नो एसईको रिजल्ट जुन कि 2082 को इक्जाम थियो, सो त्यसको रिजल्ट चाहिँ हजुरको कहिले आउँछ भनेर चाहिँ मैले भन्न गइरहेको छु। सो ढिला नगरिकन चाहिँ यो भिडियो स्टार्ट गरौँ है त। सो यदि हजुर च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ, यदि हजुरलाई केही पनि एसई अपडेट्स चाहिएको छ भने चाहिँ हजुर मेरो एसजी नेटवर्क्सवाला मेरो चाहिँ फेसबुक प्रोफाइल छ, त्यसमा गएर चाहिँ मलाई फलो गर्न सक्नुहुन्छ। सो सबैभन्दा सुरुमा चाहिँ हामी अहिले चाहिँ एनइबीको साइटमा छौँ है त। अनि सबैभन्दा मेन क्वेसन के भयो भन्दा चाहिँ हजुरहरूको एसईको इक्जाम चाहिँ कहिले हुन्छ भन्दा चाहिँ धेरैजना भाइ बहिनीहरूले सोधिरहेको हुनुहुन्छ। सो त्यस्तो बेलामा चाहिँ अब हजुरले के बुझ्नुपर्छ भन्दा चाहिँ आजको डेट कति छ भन्दा चाहिँ आज वैशाखको 27 गते हो होइन। अनि सरकारले भनेअनुसार, शिक्षा मन्त्रालयले भनेअनुसार वैशाखको 29 गतेभित्र चाहिँ हजुरहरूको चाहिँ रिजल्ट आउनु पर्ने हो, जसको मतलब कि यही मङ्गलबारभित्र चाहिँ हजुरको रिजल्ट 100% आउँछ। अनि अहिले कस्तो कस्तो काम बाँकी छ भन्दा चाहिँ जस्ट आइटीको काम है, जस्ट हजुरको जुन यो पब्लिकेसनको काम हुन्छ, जुन हजुरको सर्भर साइटहरूमा हाल्ने काम हुन्छ, त्यो काम मात्रै बाँकी छ। सो त्यस कारणले चाहिँ हजुरको काउन्टिङहरू रिजल्ट सबै भइसकेको छ, अलरेडी काउन्ट भइसकेको छ। सो हजुर जस्ट सिम्पली चाहिँ हजुरले के गर्नुपर्ने हुन्छ भन्दा चाहिँ हजुरहरू वेट गर्नुहोस्, 1-2 दिन मात्रै वेट गर्नुहोस् कि सोमबार कि मङ्गलबारसम्म चाहिँ हजुरको रिजल्ट चाहिँ 100% आउँछ। अनि यदि हजुरले यो च्यानल फलो गर्नुभयो भने चाहिँ हजुरहरूको रिजल्ट चाहिँ मैले लाइभ पनि बसेर हेर्नेवाला छु। सो त्यसको लागि चाहिँ च्यानललाई लाइक एन्ड सब्सक्राइब गरेर फलो पनि गर्नु होला। सो यसको लागि चाहिँ हजुरहरूले जस्ट स्टे ट्युन भएर मेरो फेसबुक पेज र मेरो युट्युब च्यानललाई चाहिँ हजुरहरूले हेरिराख्नुपर्ने हुन्छ है त। सो आजको लागि चाहिँ यति नै। यदि हजुरलाई भिडियो इन्फर्मेटिभ लाग्यो भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि हजुरलाई केही पनि प्रब्लम छ भने चाहिँ हजुरले कमेन्ट गर्न सक्नुहुन्छ है त। सो आजको लागि चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।